यहाँदेखि उता चाहिँ है यस्तो दामी जग्गा लाग्छ। किन भन्दाखेरि चाहिँ बिचमा चाहिँ अब रोड है, साइड साइडमा चाहिँ तपाईँको अब रुखहरू आएको छ टक्कै है। ल हेर्नुहोस् न, बिचमा चाहिँ रोड, साइड साइडमा रुखहरू आएको छ होइन। र मलाई चाहिँ कुनै मुभीहरूको सिनहरू जस्तो लाग्छ क्या मलाई त साथीहरू। एकदम दामी लाग्छ मलाई यो बाटो चाहिँ, राम्रो लाग्छ यहाँनिर चाहिँ है। र भोलि पर्सि समरको सिजनमा चाहिँ यो जति पनि रुखहरू छ यो सबैले फुल्दछ है, रातो कलरको फुल्छ। र त्यति बेला झन् दामी देख्छ झन् साथीहरू कि। तपाईँलाई त्यो समय पनि आयो भने म तपाईँलाई फेरि भिडियो बनाउँछु है, तपाईँले हेरिदिनुहोस् होला। त्यति बेला पनि दामी देख्छ तपाईँको, समरको सिजनमा हुन्छ त्यो चाहिँ है, रातो फुल्दछ। कति बजिसक्यो, लेट भइसक्यो साथीहरू, अलिक भए है अलिक चाप्नुपर्छ होला। यहाँ चाहिँ फेरि तपाईँको ट्राफिक लागिरहेको रहेछ साथीहरू है। जुन दिन ढिलो हुन्छ त्यही दिन ट्राफिक लाग्छ फेरि यहाँनिर हो। ल हेर्नुहोस् न, ट्राफिक खोलेर पनि गाडी आउनु चाहिँ बन्द हुँदैन हो। त्यही भएर एकदम जोगिएर हिँड्नुपर्छ साथीहरू, बेसी हतार पनि गर्नु हुँदैन है। ल त साथीहरू, मेरो चाहिँ ड्युटी पनि आइपुग्यो लास्टमा है, फाइनली। मेरो चाहिँ यहाँबाट चाहिँ यस्तो जानुपर्छ है। यहाँनिर साथीहरू मेरो चाहिँ हङकङ रेस्टुरेन्ट लेखेको ठाउँमै हो मेरो चाहिँ। यो देख्नुहुनेछ हङकङ रेस्टुरेन्ट है। यहाँनिर चाहिँ मेरो चाहिँ ड्युटी हो साथीहरू, फाइनली आइपुग्यो।